त्यो लाइटको करेन्ट के ए भाइ के हो हाम्रो यहाँ चाहिँ आज यहाँ दिपाइलदेखि माथि यो भाइरल पुल जाने बाटोको होइन ट्रेकिङ राम्रै भइरहेछ हाम्रो यहाँ पछाडि भाइहरू हेरै कता हो यार गाह्रो छ भाइहरूलाई अनुभव कस्तो भयो होला भनिदियो यहाँ होइन एकदम राम्रो छ 5 स्टारको बिजुक भइसक्यो हाम्रो 5 स्टारको बिजुक भइसक्यो चाहिँ पुरा हेराइ चाहिँ कडा छ होइन गइन्छ मजाले ल माथि चाहिँ अब जङ्गलमा हो यो पुरै होइन जङ्गलमा पुग्यो भाइहरू अगाडि छ म चाहिँ थाकेर पछाडि साह्रै गाह्रो छ हो साह्रै गाह्रो छ यो बाटो चाहिँ आउनु होला तपाईँहरू पनि ट्रेकिङको लागि एकदम राम्रो छ है ट्रेकिङ भने फेरि त्यहाँ पुरै बन्दोबस्तीको तयारी गरेर आउने होइन यतिकै पनि गर्न पाइयो है राम्रो छ हेर्नुहोस् यो दिपाइल बजार यस्तो छ टक्क सेती नदी है सेती नदी यहाँबाट ल बगिरहेको सेती नदी यहाँ एकदम राम्रो छ जियो भनेको पिपल्ला बजार आम्बो है यो चाहिँ पिपल्ला बजार यो चाहिँ सेती नदीको पुल यो चाहिँ पिपल्ला बजार टक्क लगाएर यो चाहिँ सेती नदीको पुल यो सेती नदी होइन सेती नदी टक्क सेती नदीको टक्क त्यो पिपल्ला बजारबाट ट्याक्क यो पुलमा आउने यो पुलदेखि ट्याक्क लगाएर त्यो पारीदेखि त्यो बाटोबाट आउँदा नि हुन्छ यो बाटो आएर यो बाटो आउँदा पनि हुन्छ यस्तो छ होइन यो बाटो चाहिँ पुरा यस्तो डेन्जर बाटो छ यो बाटो आउँदा पनि हुन्छ टक्क यो हो भाइरल पुल भनेको चाहिँ यो रहेछ है अब हामी चाहिँ यो भाइरल पुलमा जाने तर्खरमा छौँ लेट्स गो सक्यो है मलाई चाहिँ भाइहरू चाहिँ अगाडि छ म चाहिँ सबभन्दा पछाडि छु पुरा यस्तो देखिन्छ है यहाँ चाहिँ पुरा यस्तो देखिया छ पछाडि सेती नदी ओ बाटो चाहिँ डेन्जर छ है हिँड्दा थकाइ लाएर बलिसक्यो ज्यान भने है गाइज पुरै पछाडि पिपल्ला बजार है यो चाहिँ पिपल्ला पछाडि चाहिँ यो चाहिँ पिपल्ला देखिने चाहिँ पिपल्ला है दिपाइल अब हामी चाहिँ लगभग पुग्ने आँट्यौँ है अब चाहिँ पुग्ने आँट्यौँ अब चाहिँ केही छैन है अब चाहिँ पुगेला जस्तो भयो अझै रहेछ अलिकति स्टेप है हाम्रो टक्क लगाएर यहाँ त्यो बाटो होइन है साह्रै गाह्रो हो भाइहरूले मलाई छोडेर गयो नि यार फाइनल्ली ल अब चाहिँ पुग्यो है पुलमा यहाँको भाइरल पुलमा माथि चाहिँ यो राजा बसेको ठाउँ यहाँ चाहिँ यो चाहिँ भाइरल पुल लास्ट हाइटमा छ है हामी यहाँको बाटो चाहिँ यो है यतातिर गाउँ छ पुरै आमा हेर्नु त यो भाइरल पुल आम्बो कति माथि हो कति हाइटमा हो हेर्नु त आमा पुरै हाइटमा छ त्यो चाहिँ पिपल्लाको बजार है यहाँको यो बाटोबाट गएर टक्क लगाएर माथि त्यहाँ देखिने चाहिँ त्यो सिलगढी त्यो चाहिँ सिलगढी बजार है टक्क लगाएर अब यो म भाइरल पुलमा हिँडिरहेको छु यो चाहिँ मेरो हिँडिरहेको दृश्य भन्दा पनि यो पुलको दृश्य म चाहिँ हिँडिरहेको पुरै डेन्जर छ ओ माई गडनेस हेर्नु गाइज यो चाहिँ कति हाइटमा छ वाउ त्यहाँ भाइहरू उता छन् है भाइहरू चाहिँ उता छन् म चाहिँ यताबाट हिँडिरहेको छु पुरै डेन्जर त्यहाँ चाहिँ ओ गाइज अब होइन म चाहिँ पुलमा हिँडिरहेको छु पुरा है यो चाहिँ पछाडि मेरो पुल देख्नुहुन्छ यहाँ पुलमा हिँडिरहेको छु त लास्ट माथि रहेछ होइन यो चाहिँ साह्रै माथि हाइटमा छ क्या एकदम हाइटमा छ होइन लास्ट तपाईँहरू नि आउनु होला धेरै माथि पनि छ होइन यो पिपल्ला बजारदेखि अलिक नजिकै छ होइन माथि आउनु होला तल हेऱ्यो भने चाहिँ लास्ट डर लाग्दो रहेछ मैले चाहिँ हेरेकै छैन त्यही भएर पुरा म मोबाइलमा हेरेर मात्रै पुरा फोकस गरेर हिँडिरहेको छु यहाँ तल हेऱ्यो भने लास्ट डर लाग्दो रहेछ क्या साह्रै माथि छ बेजोग आएको छ बेजोग स्थिति हौ सकिन्न हौ गाई सकिन्न मैले पन्जी हान्नु पऱ्यो भने के हुन्छ होला हालत गाह्रो छ अन्त गाइज होइन माथिबाट हेर्दाखेरि साह्रै डर लाग्छ ओ यति हाइटमा बो माइ गड लास्ट हाइट भाइहरू चाहिँ त्यहाँ छ होइन भाइहरू चाहिँ पुरा फोटो खिच्नमा बिजी मलाई छोडेर होइन
भाइहरू एकदम यहाँ फोटो खिच्नु आयो बिजी क्या मलाई चाहिँ पुरा छोडिदिएको क्या अब चाहिँ अहिले म सोध्छु होइन के भन्छन् है कति हाइट छ के छ कस्तो डर लाग्यो भनेर यसो सोध्छु होइन के भन्छन् ल आम्बो तर मलाई चाहिँ डर लाग्यो ल यति हाइटमा आउनु चाहिँ मलाई साह्रै डर लाग्यो यार साँच्ची भनेको होइन वास्तवमा भन्ने भने मलाई चाहिँ साह्रै डर लाग्यो गाइज होइन होइन के लाग्यो अनुभव अब यति हाइटमा चाहिँ होइन अब के छ त यहाँ अब भाइको पसिना पसिना भएर कुदेछन् उनले चाहिँ फेरि पसिनै नआउँदो रहेछ क्या होइन अब के गर्नु होइन अनि यत्रो हाइट यार ल गाइज अहिलेलाई चाहिँ अब भिडियो यति नै है ल बाई बाई सबैजना अर्को भिडियो पनि ल्याउँला अब अर्कोचोटि चाहिँ ल सबैलाई बाई बाई